क्रिएटिभ युवा क्लब बागमतीद्वारा आयोजित खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता अहिले खानीखोला गाउँपालिका काभ्रे वडा नम्बर 6 र हेटौँडा उपमहानगरपालिका वडा नम्बर 17 बीचमा भइरहेको छ। यसको विजेताले 80,000 पुरस्कार पाउनेछ भने उपविजेताले 40,000 पुरस्कार पाउनेछ। अहिले 2-1 को स्कोर रहेको छ। हेटौँडा 17-2 अनि खानीखोला 1 स्कोरमा रहेको छ। र यो सुन्दर ठाउँ बागमती गाउँपालिका वडा नम्बर 6 को यो स्पटमा यहाँ दर्शकहरू पनि डाँडामा हेर्ने हुनुहुन्छ। भलिबल खेल हाम्रो हेटौँडा 17बाट सुमन नेपाल, त्यसै गरी नवीन श्रेष्ठ, कुमार श्रेष्ठ, विवेक माझी, अर्को विवेक माझी, हाम्रो कोचमा कमल बिडारी यहाँ हुनुहुन्छ। स्कोर 3-1 रहेको छ। सर्भिसमा कुमार श्रेष्ठ, यता करण श्रेष्ठ उठेको छ। 2-4 रहेको छ स्कोर। खानीखोला सर्भिसमा छ। राम्रो लिफ्टर भएको छैन, ब्लक राम्रो भएको छ। सुमन नेपालको सर्भिस स्पाइक थियो राम्रो, तर कटेन। घामले पनि डिस्टर्बेन्स भइरहेछ। ठ्याक्कै स्पाइक गर्ने ठाउँमा यहाँ घाम पर्छ। अलिकति लोकेसन त्यस्तै रहेको छ। पूर्व पश्चिमको यो कोड छ। नवीनको स्पाइक, सुमन नेपालको स्पाइक किल भएको छैन यहाँ। यहाँनिर झुक्किएको छन् खेलाडीहरू। यो पनि किल भएको छैन र यो किल भएको छ 7-4। खानीखोला 7, हेटौँडा 17 4 छ। लगातार 4 ल्याएको छ, त्यसपछि क्वेकमा रहेको छ। यहाँनिर ओभरल्याप भएको छ। त्यो भित्रै छिराइदिनु न, त्यो भित्र डोरी भित्र छिर। त्यहाँ पनि बाहिर निक्लिन्छ कि टेप बनाइदिउँ कि भित्र छिराउनु पर्छ। त्यहाँनिर इन्जर्ड बनाउँछ। हो टेपले त हात्दिन त दुइटै त्यसले इन्जर्ड बनाउँछ कि प्लेयरलाई उफ्रिँदा। साथै त्यसमा हाल अलिक कम छ कि 6-7 को अवस्थामा छ। हेटौँडा 17 सर्भिसमा सुमन नेपाल र सर्भिस बिग्रेको छ। 8-6 भएको छ। दुइटै गयो। सर्भिसमा खानीखोला काभ्रे, 9-6 को स्कोर रहेको छ। अहिले राम्रो रिसिभ आएको छैन।
राम्रो ब्लक थियो विवेकको र विवेकले यो पोइन्ट स्कोर ल्याएको छ 7-9 रहेको छ करण सर्भिसमा छ विवेकले फेरि स्कोर ल्याउन सफल 8-9 को स्कोर रहेको छ सर्भिसमा पुनः करण ल बिग्रेको छ चान्स बल रहेको छ राम्रो प्लेस भएको छ यति बेला 10-8 को स्कोर रहेको छ ओ खानीखोला 11 हेरौँडा 17-10 फेरि पनि बिट गराइदिएका छन् विवेकले 11 इक्वल छ स्कोर विवेक सर्भिसमा अहिले सुमन नेपाल प्रवेश गरेका छन् ओ फेरि पनि झुकिएको छ रफ स्कोर आउट बिग पोइन्ट आएको छ अहिले लिड गरेको छ 12-11 स्कोर रहेको छ पुनः विवेक माझी सर्भिसमा सर्भिस राम्रो छ ओ यहाँ ब्लक हुन सकेन 12 इक्वल को स्कोर रहेको छ सुन्दर लोकेसन सुन्दर खेल भलिबल हो बिग्रेको बल थियो आउट बल रहेको छ यहाँ स्कोर स्पाइक आउट भएको छ 13-12 एकदमै कम्पिटिसनमा छ यो कसले जित्छ भन्न सकिँदैन खानीखोला वडा नम्बर गाउँपालिका वडा नम्बर 6 काभ्रेको उत्कृष्ट टिम देखिएको छ राम्रोसँग बिट गराइदिए सुमन नेपालले यति बेला झुकाइदिएका छन् र टाइम आउट लिएको छ खानीखोलाले यति बेला पुनः सर्भिसमा विराज राई राम्रो सर्भिस बिट भएको छ एकदमै राम्रो स्पाइक थियो त्यही बेला खानीखोला जर्सी नम्बर 9 बाट 3वटा खेलाडीहरूले काटेर चाहिँ राइट जोनमा चाहिँ स्पाइक थियो ओ इक्वल रहेको छ र सुमन नेपालको स्पाइक यहाँ ब्लक भएको छ अलिकति टेक्निकल मिस्टेक रहेको छ 15-14 अहिले खानीखोला 15 हटिया 14 राम्रो झुकाएको छन् यतिखेर करणले क्विक बल खेलाएका थिए कुमारले सर्भिसमा कुमार न यो पनि राम्रो चान्स पाएको छ नेट टच रहेको थियो यति बेला ओ यतापट्टि देखाएका छन् रेफ्रीले बलले नेट लागेको